हैन यस्तो दामी हुने रहेछ मैले पनि टिकटकमा देखेको थिएँ मस्काको अन्त यसले अस्ति अन्त यति धेरै दुःख भयो मैले त अन्त यति साथीहरु गुड मर्निङ सेवारो एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ आज बिहानै उठ्ने बित्तिकै भ्लग स्टार्ट गरेको आज चाहिँ। अन्त आज चाहिँ मेरो कति धेरै लुगाहरू धुनु पर्नेछ नि त। अब म चाहिँ फर्स्टमा उठेर घर सरसफाइ गरेर लुगा धुनु पर्नेछ। अन्त अब चाहिँ म लुगा धुनु पर्यो। आज चाहिँ बिहान उठ्ने बित्तिकै मैले भ्लग स्टार्ट गरेको हो नि त। अब साथीहरु मैले चाहिँ कपडाहरू धुइसकेँ। अन्त यस्तो गर्मी छ बल्लैले धुइसकेँ। यति धेरै थियो। ओ माय गॉड गलेर फताक फुदो भइरहेछु। खाना चाहिँ बसिरहेछु। दाल तरकारी केही पकाएको छैन। 9 बजिसक्यो आज चाहिँ गले। आज चाहिँ अति नै गले। अन्त यति धेरै लुगा धोको त मैले। अन्त यति धेरै धोको भए मैले त। अन्त यति मात्रै हैन यो सिरकको खोलाहरू मात्रै हो। अझै धुनु बाँकी छ। अन्त यता पनि मैले धोएर राखेको छु क्या। आएको यता माथि तालामा झन् यो कुखुरा चाहिँ एकछिन बस्नु दिँदैन न कुखुराले नि। जा तालामा चढ्नु सक्ने रे झर्नु नसक्ने के खालको पेट्याक्के कुखुरा रहेछ। ल बस्छ पो धनै ल जा अब कसरी झर्छ त जा। अब फेरि उतापट्टि पो जाँदैछ हो यो त। एकछिन ढल्केको कुखुराले यस्तो गर्मी छ बे। बिहानै बेसी लुगा धोएर गलेर कस्तो हैरान भयो क्या। अन्त म चाहिँ खानासाना पनि खाइसक्यो हो। अब एकछिन आराम गरेर फेरि एकछिनमा घर सरसफाइ गर्नुपर्ने हुन्छ। यस्तोतिर यस्तै चलिरहेछ। हाई गर्मी यस्तो गर्मी छ। फुलहरू पनि मर्यो सबै घामले यस्तो बनाइरहेको छ। सिङ्रिङ जाँड छान्नु पर्यो। कोदोको चासेको चाहिँ के साह्रो गर्मी भएको। जाँड छान्दै गरेको काका आउनु भएको छ। कस्तो तितो गरेर छ काका। कोही छैन रहेछ घरमा। ए साथीहरु मेरो उताको लुगा चाहिँ सुकिसक्यो। यताको चाहिँ अलिक मजाले सुकेको छैन। अन्त मेरो चाहिँ काम अब यिनीहरू मस्काउनु पर्ने छ क्या कति धेरै। अन्त आज चाहिँ म यति मात्रै मस्काउँछु। तालामा अझै छ। तिनीहरू चाहिँ भोलि पर्सि मात्रै म निकालेर मस्काउँछु। आज भ्याउँदैन म यति मात्रै मस्काउने। अन्त यस्तो घाम लागिरहेछ बाबै। अन्त साथीहरु यो उनीहरू चाहिँ यो हार्पिकले मस्कायो भने यस्तो दामी हुने रहेछ। मैले पनि टिकटकमा देखेको थिएँ मस्काको। अन्त यसले अस्ति नै मैले ट्राई गरेको। कस्तो दामी हुँदो रहेछ। अब म मस्काउँछु।
यति बनाएँ मैले चाहिँ कस्तो मस्कै नसक्यो कालो भएको अनि फेरि म पानी थाप्नु पर्यो यस्तो भयो हातमा साथीहरू मैले चाहिँ खाजा खाइसकेँ अन्त काका आउनुभएको छ काकासँग म रोकिदिन्छु अन्त आज पनि मेरो चाहिँ जाँड पकाएको छ अनि आमाले अघि रेडी गरिदिनु भएको छ अब मोर्चा लाउनु पर्ने छ अनि मलाई चाहिँ आज कस्तो के खङ भयो अनि म चाहिँ यो बट्टामा हालेको कागतीको अचार खानु पऱ्यो दिनु पऱ्यो कस्तो के खङ भयो क्या खाजा पनि मैले अहिले भर्खरै चाउचाउ र अन्डा खाएको तर पनि त्यो त बुझेन अन्त साथीहरू मेरो चाहिँ आजको काम सक्यो मैले खाना पसल्टिसकेको छु आज चाहिँ सब्जी सिस्नु खानुपर्ने हुन्छ अन्त अब चाहिँ म त्यो बिहान धोएको लुगाहरू पुरा सुकिसकेको छ अब लुगाहरू उठाएर सिरकमा खोलाउनु पर्ने छ बेड कभरहरू पनि लाउनु पर्ने छ अन्त आजको दिन मेरो त्यस्तै भयो साथीहरू लुगा उठाउनु जानु पर्यो रात पर्यो 5:30-6 बज्नु लाग्यो अन्त यो बिरालोहरू चाहिँ ब्याएको छ क्या दुईटा यसको अर्को बच्चा कहाँ गयो ल पनि पानी लाउनु पर्ने छ पुरा मरिरहेछ अझै लुगाहरू उठाउनु पर्यो हाय खोल यो त मजाले सुकेको छैन कि क्या के भन्न चाहनुहुन्छ ल अलि उता म वासिङ मेसिन म सबै कुरा होइन भन्न पत्ता यहाँ छ प्रुफी कति क्लियर छ यहाँ देखाइदिनु पर्यो वासिङ मेसिन आज मैले यत्रो लुगा धोएको वासिङ मेसिन भएको भए नि बिग्रिन्थ्यो होला सायद अन्त साथीहरू मैले चाहिँ यति धेरै यहाँ यत्रो लुगाहरू धोएँ हो अब धुनु चाहिँ धोएँ अब यसलाई लाउनु चाहिँ कसरी बेतनाब भइरहेछ ल मेरो पार्टनर चाहिँ यता हो ल बोल्नु यहाँ मेरो भिडियोमा म चाहिँ विशेष आजको पार्टनर हो के गर्ने भन्दा सिरक अझ साथीहरू यहाँ यत्रो लुगा छ नि त अब यहाँ लुगा पछाडिमा चाहिँ मान्छे पनि हुनुहुन्छ क्या ल मेरो भिडियोमा के भन्नु यहाँ सिरकको खोल छ होइन अब सिरक यहाँ छ उता पल्लो रुममा छ यतापट्टि रुममा छ तल छ अनि यो सिरकको खोल कुन सिरकको हो कुन के हो मैले अघि राम्रो नहेरिकन निकालेँ लम्की धोइदिइहालेँ हो जस्तो चलिरहेको थियो अन्त अब लाउने बेलामा चाहिँ कुन सिरक कुन हो अघि मैले त्यो कस्तो गाग्री माझेको थिएँ नि त अनि मेरो हात चाहिँ पुरा यस्तो भइरहेछ पुरा कस्तो चरक भइरहेछ अब यहाँ भरे नरिवलको तेल लाउनुपर्छ अनि मात्रै अलिक ठिक हुन्छ होला